मङ्सिर 6 गते गुण्डाहरू दादागिरीहरू निकाल्ने होला नि तपाईहरुले। त्यसो भए निकाल्ने होला नि त। अहिले यो टेलिभिजनमा तपाई गुण्डा हो हैन? यो टेलिभिजनमा तपाई गुण्डा हो। एमालेका कार्यकर्ताहरू एमालेको कार्यकर्तालाई गुण्डा भन्ने हो भने तपाई पत्रकारलाई गुण्डा किन नभन्ने? आफ्नो सुरक्षा आफूले नगर्ने हो भने कसले गर्छ? छाती फुलाएर जनताको आँगनमा हिँड्न सक्ने अवस्था छैन अहिले। अहिले हिँड्दैछु। गोली हानेको छ, मारेको छ, हत्या गरेको छ हैन? यो सरकारले, पछिल्लो सरकारले त्यो भन्दा ठूलो अपराध के हुन्छ? तपाईको नजरमा होला, छानबिन होस् न, छानबिन होस् न। देखिएको कुरा पनि छानबिन हुनुपर्छ सर। किन हुँदैन? लाज लाग्दैन तपाईहरुलाई? तपाईहरुलाई लाज लाग्ने, देख्न साथ चाहिँ यो अपराध हो भन्नेलाई लाज लाग्नु पर्ने। लाज शरम ढाक्न खोजे? लाज शरम होइन। तपाईले अहिले 70 वटा जिल्ला भन्दा बढी भाडामा किनेका कार्यकर्तालाई सडकमा उतारेर लाज छोपिन्छ? तपाईले भाडामा पठाइदिएको हो, तपाईले पैसा लिएर पठाइदिएको हो। खाली केपी शर्मा उनलाई बोकेर हिँड्नु भएको छ, हनुमान सर बोकेर हिँड्नु भएको छ। पार्टी महाधिवेशनमा देशभरिबाट आएको प्रतिनिधिले नेतृत्वलाई चुन्ने हो, नेता रोज दिने तपाईले हो, एबी न्यूज टेलिभिजनले हो के एमालेको कार्यकर्ताले रोज्ने हो? एमालेको प्रतिनिधिले रोज्ने? कार्यकर्ताले भटाभट पार्टी छोडेर अर्को पार्टीतिर लागिसके, तपाईहरु अझै कार्यकर्ताकै ध्वस दिइराख्नु भएको छ। बिहान उठ्न साथ एमालेलाई गाली गर्नुपर्ने, नसुतुन्जेल एमालेलाई गाली गर्नुपर्ने। सबैभन्दा प्रायश्चित नगर्ने पनि एमाले, गल्ती गर्ने पनि एमाले हैन? यत्रो लामो समयसम्म एमाले चलाउने पनि एमाले, जेनजी आन्दोलन हुँदा देशको नेतृत्व गर्ने पनि एमालेको गर्ने गाली। एमालेको शक्ति वरिपरि नाच्ने भन्नुस् न। रुष्ट युवाहरूलाई समेट्न नसक्ने पार्टी तपाईको हो, अनि कार्यकर्ताको ध्वस पेटेर हुन्छ? यो पाँचवटै एउटा बराबर छैन। सुन्नुहोस्, बराबर छैन। पार्टी भित्र अहिलेको विरोध हेर्नुहोस्। योगेश भट्टराईले सामना गर्न तयार छौं। 6 महिना भित्रै चुनाव गर्छु भनेर बंगलादेशले कति महिना भयो चुनाव नभएको? हलिमुहाली गरेर बसिराख्नु भएको थियो नि। अहिलेको अन्तरिम सरकारले सम्पत्ति शुद्धिकरण थालिसकेको छ। राम्रो। त्यसमा तपाईहरु राम्रो राम्रो हामीले छानबिनमा तपाईहरुको कुनै पनि अपराध छ, तपाईहरुको मनमा कुनै पनि ठोक्या छैन। संविधानको उल्लङ्घन कति पटक गर्नुभयो? बिर्सिनु भयो? संविधान संविधानको विपरीत कतिवटा नियुक्तिहरू गर्नुभयो? हामीले जुन नियुक्ति भएको छ भने, विघटन भएको छ भने त्यसलाई हामीले हरेक क्षेत्रमा संविधानको हरेक क्षेत्र व्याख्याता सर्वोच्च अदालत राजनीतिक तन्त्र लगेर र निर्णयकर्ता भएकोले गर्दा सर त्यसको परिणाम आज नेपालले भोगिरहेछ। जो चोर उसकै ठुलो चोर भने जस्तो फेरि मङ्सिर 6 गते सडक तताउने तपाईहरुले। अब देशलाई के? देशलाई अब गृह युद्धतिर लान खोजे तपाईहरु। हामीले शान्तिपूर्वक मङ्सिर 6 गते सबले अब एमाले